आधी केजीकै छ यार एउटा त 1 केजी छ नि ओ बुई 1 केजी त यही छ नि 1 केजी आज यो पोखरीको माछा निकाल्दैछौँ है हामी बाउजीको माछा माछा कस्तो नहुनु ल है मेरो साथीहरूले यहाँनिर माछा जाल हाल्दैछ पोखरीमै हरि यो पोखरीमा सेतो माछा निकालेर ओ राम राम कति उफ्रो उफ्रो कति रहेछ नि हो एउटै यो हो नि त माछा त अम्मा हो डन रहेछ नि त हौ डन रहेछ ल यो दाजुको माछा नरेश दाईको माछा बच्चा त कति मजा आयो अहिले त यहाँले मजा आयो ल पोखरीमा पैसा बाउजीको माछा ल ल देखाउँ त बाउजीको पोखरीको माछा ओहो ल माछा पालेपछि यस्तो हो नि त आनन्द है आनन्द भनेको नि यही हो नि खानुभन्दा पनि होइन भाउजू एकदम सन्तुष्टि सन्तुष्टि हेर्नु पक्रेर हेर्नु अम्बिका भाउजू र नरेश दाईको पोखरीमा आज यहाँ ओ भाइ माछा कति माछा त छ त सरी अलिक उचाल्नु त माथिको चाहिँ उफ्रेर जान्छ फेरि हो ओ राम छिर्नै पाइएन नि हौ उफ्रेर ती पस्यो ऊ जाले फुटाउनु लागिसक्यो ए बाख्रामा निकाल्नु कि के हो ओ आमा यो त 1 केजीको यही छ नि राम लो त आधी केजीकै छ यार एउटा त 1 केजी छ नि बाल्टिनमै अट्ने भयो नि त लो पक्रिनै सक्नु भएन एक वटा हाल्नु न यो हो नि अटेन मसिनो जति छोड्दिउ ल ए त्यहाँ डन रहेछ अरु पनि त्यहाँ निकाल्नु है ओइट मसिनो यहाँ मसिनो निकाल्दिउ ल है अघि भनेको नि सानो छोड्नु ल यत्रो अनि अरे ठुलै होस् न यो सानो बढ्छ हाल्दिहाल्नु यता ल्याउँदा भाउजू उता बच्चा हाल्नुहुन्छ यत्रो चाहिँ फाल्नु न थाल्नु यो त एउटा सामान यता फेरि भयो के ओ परिश्रमको फल होइन त भाउजू परिश्रमको फल यता मजाले देखाउँ त ओ बुई 1 केजी त यही छ नि 1 केजी छ अर्को डनिया छ यो बाल्टिनमा यहाँ छ अर्को आम्मा कत्रो अब पछाडि पुग्दैन नि त ल ग्रास कार्प माछा अम्बिका भाउजू र नरेश दाईको पोखरीको माछा आज वर्षमा यत्रो भइहाल्दो रहेछ होइन अनि यत्रो त सबै यो पोखरीभरि यत्रो भयो भने त सकिगयो नि केजीको 700 कि कसरी छ 700 हो अर्को साल त रेट बढ्छ होला है यो 1 केजी भन्दा बेसी छ नि त यता 1 केजी यो चाहिँ अब 1 केजी झनै नपुग्ला ओहो ल यो सातवटा त चल्छ नि लिनु भएछ नि निकाल्दा एला निकाल्नु नै भयो बोजू